हेलो भाङ्गु भ्युअर वेलकम टु एनदर केडिएम सिटी भ्लग। आज चाहिँ हामी यहाँ मम्मीसँग चाहिँ यो के अरे यो इस्कन जस कृष्णको मन्दिरमा आएको छु, राधा कृष्ण मन्दिरमा। अनि हाम्रो मम्मी चाहिँ एक्चुअली बिरामी भइरहनु भएको थियो। मम्मीलाई चाहिँ मैले हस्पिटलहरू लगिरहेको छु अनि हस्पिटल आउने जाने क्रम भइरहेछ। अहिले चाहिँ हस्पिटल जानु पर्दैन र मम्मीलाई चाहिँ मनको लागि चाहिँ औषध दिनुभएको छ कि त्यो खाँदै हुन्छ। अनि त्यो खाली टाइममा चाहिँ मम्मीलाई अरू ठाउँ भने काठमाडौँको मम्मीसँग एक्सप्लोर गर्दैछु मैले। लेट्स भिजिट। हरे कृष्ण मन्दिरको प्राङ्गणमा छिर्ने बित्तिकै पार्किङ सुविधा रहेछ। हामीले पनि हाम्रो बाइक पार्क गरेर त्यहाँको परिसर अवलोकन गर्न थाल्छौँ। एक समय यमुना नदीमा कालिय नामको विषालु नाग बस्थ्यो। एक दिन खेल्दै गर्दा कृष्णका साथीहरूको बल नदीमा गयो। साथीहरू डराए तर बालक कृष्ण नदीमा हाम फालेर कालिया नागसँग भेट्न गए। त्यही स्टोरी बेसमा बनाएको बाल कृष्णको मूर्ति हेरिसकेपछि हामी सिमसिम पानी पर्दै भए पनि तपस्या गरिरहेको शिवको मूर्ति हेर्न जान्छौँ। श्रीमद् भागवतमा शिवले कृष्णको स्तुति गरेका प्रसङ्गहरू छन्। सायद त्यसै भएर शिवको मूर्ति यहाँ हुने अनुमान गरे मैले। शीतल हुन्छ लाउनु त नलाउने। तिलक लगाउने ठाउँमा हामी पनि तिलक लगाउन बस्यौँ अनि दान पनि मम्मीले गर्नुभयो। हामी जुत्ता फुकालेर मुख्य मन्दिरभित्र जान लाग्दा पानी झनै दर्किन थाल्यो अनि हामी त्यही बसेर समय काट्न थाल्छौँ। एकछिनपछि प्याज र लसुन नलगाएको प्रसाद आयो। हामीले ग्रहण गर्यौँ। चिसोमा तातो न्यानो फिल भयो। अनि हामी झरी पर्दै भए पनि गौशाला हेर्न गयौँ। गौशालामा रहेको गाईहरू देखेर कृष्ण भगवानलाई एकछिन सम्झे। त्यहाँ केही समय यताउता अवलोकन गरिसकेपछि हामी फर्कन्छौँ। फर्कने क्रममा हामी बाटैमा रहेको बुढा नीलकण्ठ मन्दिर पनि निस्कन्छौँ। कृष्ण र विष्णु भगवानको दर्शन गरिसकेपछि हामी खाजा खान त्यहाँ नजिकै छिर्छौँ। अब 2 फन्का मन्दिर घुमिसकेपछि 4 फन्काको त अब खानु पर्यो सबै मिलेर। निनीले एकछिन हेर्दै गर्नुहुन्छ, हामी खाँदै गर्छौँ। समय अझै बाँकी भएकोले मम्मी र म चाहिँ अलि माथितिर काठमाडौँको भ्यू हेर्न उक्लन्छौँ।
अनि बेलुकी थकालीमा ढिँडो खाएर आजको यात्रा सिद्धिन्छ। अहिले चाहिँ हामी थकाली सेट खानको लागि आएको छौँ मन्त्र थकालीमा। मम्मी अन्त म निनी चाहिँ एकछिन आउनुहुन्छ होला। ल म चाहिँ ढिँडो खान थालेँ त लेट्स स्टार्ट। यतिन्जेल हामीलाई हेरेर साथ दिनुभयो, थ्याङ्क यू सो मच भाङ्गो भ्युअर ओलोनो। हाम्रो मम्मीसँग काठमाडौँ नजिकै रहेको स्थानहरू अझै अरू स्थानहरू पनि एक्सप्लोर गर्नेछौँ। यदि योभन्दा पहिलेको भ्लग हेर्नुभएको छैन भने म यहाँ दायाँतिर लिङ्क राखिदिन्छु, हेर्नुहोला। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। अनि तपाईँलाई क्यामेरा र एडिटिङ सिक्न मन छ भने हाम्रो भाङ्रे फिल्म मेकिङ एजुकेसन च्यानल पनि जोइन गर्न सक्नुहुनेछ। धन्यवाद।